वर्क गरिसकेपछि सबैको आफ्नो आफ्नो पानी हाल्ने तरिका हुन्छ। अब कसैले यसरी पानी स्प्र्याङ्कल गरेर छरेर हाल्नुहुन्छ। अब यसरी पानी छरेर हाल्दाखेरि अब के हुन्छ भन्दाखेरि कि इँटाले चाहिँ वाटर एब्जर्प्सन त्यति राम्ररी गर्न सक्दैन अनि वाल चाहिँ त्यति बलियो हुँदैन, क्युरिङ गराएको कुनै अर्थ हुँदैन। त्यही भएर चाहिँ म चाहिँ आफ्नो साइडमा चाहिँ क्युरिङ गराउँदाखेरि चाहिँ यसरी वालमा राखेर क्युरिङ गराउँछु ताकि ब्रिकले चाहिँ मजाले चाहिँ वाटर एब्जर्ब गरोस्। दुवैतिर यतातिर पनि खलल पानी जानु पर्यो, यतातिर पनि खलल पानी जानु पर्यो। 2-3 सेकेन्ड 4 सेकेन्ड यसरी राखेर हामीले चाहिँ क्युरिङ गराउनु पर्छ ताकि इँटाले चाहिँ मजाले चाहिँ पानी खाओस्। अब त्यही अब्जर्भ गरेको पानी नै मोटारले स्ट्रेन्थ गेन गर्ने हो। 7 दिनसम्म हामीले यसरी पानी खुवायौँ भने हाम्रो वाल भने जस्तै बलियो हुन्छ, राम्रो स्ट्रेन्थ गेन गर्छ। एकतिर मात्रै पानी पटाएर हुँदैन, दुवैतिर पानी पटाउनु पर्छ। यो चाहिँ पानी पटाउँदाखेरि वालहरूमा एकदम ध्यान दिनुपर्ने कुरा हो। अब कसैले चाहिँ यसरी छडेर हालिदिनुहुन्छ। अब माथिको 2-3 mm सर्फेस चाहिँ पानीले भिज्छ, तर भित्र चाहिँ भिज्ला भने त सम्भव हुँदैन नि त। त्यही भएर चाहिँ पानी चाहिँ पटाउँदाखेरि यसरी पाइपै राखिदिने कि। अब यसरी गएपछि त इँटाले मजाले पानी एब्जर्ब गर्यो नि त। अब सबको आफ्नो आफ्नो तरिका छन् काम गर्ने। अब म चाहिँ यसरी गर्छु ताकि अब घर चाहिँ बलियो होस्, वालहरू बलियो होस्। अब निकै लगाएर घरहरू निर्माण भइरहेको हुन्छ। अब अलिकति राम्रो